आज मेरो चन्द्रमुखी जस्तो अनुहारलाई लिपपोत गरेर चिटिक्क पारौँ है त साथीहरू। साँच्चै आज त चैते दसैँ रहेछ नि, ह्याप्पी चैते दसैँ है। मेरो घरतिर मनाउँदैन नि त, त्यही भएर थाहा भएन। मनाउनेहरू त एकदम रमाइलोसँग मनाउनु हुँदो रहेछ। ह्याप्पी चैते दसैँ सबैजनालाई। र चैत लागेको छ, काम पनि छैन, त्यसैले म चाहिँ मेकअप गर्नतर्फ लागेँ। दिनभरि मेरो काम नै यही भयो, मेकअप गराउने, भिडियो बनाउने। अनि मेकअप गर्न त सुरु गर्छु, तर भिडियो कता राख्ने, के राख्ने होइन, मान्छे पनि छैन नि त, एक्लै गर्नुपर्छ नि त। त्यही भएर कति गाह्रो हुन्छ कि भिडियो बनाउनु, त्यही भएर पनि अल्छी लाग्छ कि मलाई। अनि फेरि भिडियो त बनायो, आएर फेरि यो भोइस ओभर गर्न पनि अल्छी लाग्छ, एडिट गर्न पनि अल्छी लाग्छ होइन, जान्दिनँ नि त। अनि त्यही भएर अलिकति गाह्रै लाग्छ मलाई चाहिँ। तर पनि मैले आज नक्कल पारेको छु साथीहरू। यदि तपाईँहरूलाई पनि मेकअप गर्नु मन लाग्छ भने घरबाटै ट्राई गर्नुहोस्। आज हुँदैन, भोलि हुँदैन, पर्सि त अवश्य नै हुन्छ। मलाई पनि पहिला पहिला मेरो मेकअप के नपुग्यो जस्तो लाग्थ्यो कि, टाटे हुने होइन, लिपस्टिकको कलर अनि आई कलर होइन मैले म्याच गर्न सक्दैन थिएँ होइन, कस्तो लाग्थ्यो क्या। अनि आजभोलि चाहिँ मलाई आफ्नो मेकअप अलिकति इम्प्रुभ भयो जस्तो, अलिकति फिनिसिङ आयो जस्तो लाग्छ। अझै आजभन्दा भोलि झन् अझै राम्रो, अझै पर्फेक्ट गर्नेछु भन्ने ममा आशा छ होइन। अनि म के भन्न चाहन्छु भने, तपाईँहरूलाई मेकअप गर्नु मन छ भने आफ्नो लागि गर्नुहोस् कि। मेकअप गरिसकेपछि अर्कालाई नदेखाउनुहोस्, म कस्तो भएँ, यस्तो भएँ, उस्तो भएन देखाउनुहोस्। किनभने हजुर जतिसुकै पर्फेक्ट भए पनि तपाईँमा केही न केही खोट लगाउँछ भन्ने कि। म पहिला मेकअप गरिसकेपछि म अरूलाई देखाउँथेँ, तर उनीहरूले मलाई जहिले पनि निराशा गर्थे कि। त्यही भएर राम्ररी आफ्नो लागि हुने हो। तपाईँले नाम कमाउने आफ्नो लागि हो, दाम कमाउने आफ्नो लागि हो भने तपाईँलाई राम्ररी हुने सक पनि हजुरको आफ्नो हो। त्यही भएर अर्काले के भन्ला भनेर नजान्नुहोस्, अर्काले जेसुकै भन्नुहोस्, आफूलाई राम्रो लाग्छ, आफूले सही गर्नुहुन्छ भने सधैँ सही नै हुन्छ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।